तिम्रो नाम के हो? मञ्जली तामाङ। मञ्जली तामाङ। कति क्लासमा पढ्छौ? एक कक्षामा पढ्छौ? तिमी कति वर्षको भयो? 7 वर्ष। 7 वर्ष भयो? मेरो युट्युब च्यानल चाहिँ रमेश भ्लग छ है। जाने होइन स्कुल? जाने। ब्याग बोक न त। चार 4,659 किलोमिटर कुदिसकेको छ त गाइज। मोबिल पनि फेरि बेला भइसक्यो। रनिङ चाहिँ 23,471। फेरि मोबिलै फेरि बेला भइसक्यो गाइज। ल म चाहिँ निस्केको गाइज। ओइ झन्डै लडेछ। आऊ अगाडि आऊ त बहिनी, अगाडि अगाडि आऊ। चढ बस बस। बस्यौ जाम ल। बाई बाई मम्मी भन न। बाटो चाहिँ यस्तो छ क्या, अप्ठ्यारो छ बाटो। स्कुल यहाँबाट 5 मिनट जति लाग्छ क्या जानलाई। 5 मिनटको बाटो हो। स्कुल पुऱ्याएर अनि म पनि त्यतैबाट ड्युटी निस्किन्छु भनेर हिँडेको। तेल पनि छैन, तेल हाल्नुपर्ने छ गाइज। गाह्रो छ हौ। ओइ 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 बाटो चाहिँ यस्तो छ है। अस्ति परेको पानीले खत्तम भएको छ बाटो। भलै है भलाएर आमामा बाटो जति लिकै छैन सबै भत्किएको छ। म नहुँदाखेरि यो बाटो पुरै हिँडेर मेरो छोरी स्कुल जान्छु। छोरी तिमी स्कुल जान्छौ नि यही बाटो है हिँड्दै। एक्लै म नहुँदा चाहिँ अब पुऱ्याइदिन्छु, नहुँदा चाहिँ एक्लै हिँडेर जान्छु। यो चाहिँ मन्दिर है गाइज। यहाँ चाहिँ फागुन पूर्णिमा जात्रा लाग्छ। बाटो चाहिँ यस्तो छ क्या। अब अस्ति परेको पानी हावाहुरी चलेको बेलाको है यो चाहिँ। लगभग कति हो? 28 गते होला। 28 गते पानी पर्दा सबै भलले बगाएर हावाहुरी त्यत्तिकै चलेको। फागुनको 28 गते पानी परेको चाहिँ यस्तो छ। मेरो टपै फुटिरहेको छ, खतरा गुटुल गरिरहेको छ। टप पनि फेरि पनि भइरहेछ। खर्च त खर्चै खर्च हो क्या। यस्तो छ बाटो। यस्तो छ क्या बाटो। बाटो चाहिँ पुरै यस्तै हो माथिसम्म, धेरै टाढा त छैन। हेलो अब त बाजेको के सपना। बाटो चाहिँ यस्तो छ क्या। बाटो कडक छ बाटो। भलले बिगारेको छ। भलले 2-4 दिन चाहिँ चिफर कुद्दियो भने चाहिँ बाटो एकदम फेरि प्लेन हुन्छ क्या। चिफर कुद्छ नि त, तल ढुङ्गा खानी छ, ढुङ्गा इँटा खानी, इँटा भट्टा छ, त्यहाँ चाहिँ दिन गइरहन्छ हुन्छ क्या। अनि त्यति बेला चाहिँ गयो भने चाहिँ अब बाटो खुल्यो, घाम पनि लाग्न थालेको छ। अब आवत हुन्छ कि केही दिनको लागि हो। यहाँ चाहिँ ढलान छ क्या पुरै बाटो।
यहाँ बर्खामा उक्लिँदैन थियो, ढलान गरिसकेपछि चाहिँ अहिले बर्खामा पनि आवजात हुन्छ कि यो बाटो। सो यति चाहिँ राम्रो गरिरहेछ है, मान्नुपर्छ। खाले 32 अब छाता के छ छोडे के अब छाता छोडे के काले भाइ ड्युटी हिँडिसकेको छ। काले भाइ, मेरो गाउँको काले भाइ। पिएको हात समाहरूको नाना घर यस यहाँसम्म चाहिँ बाटो राम्रै छ क्या। यो चाहिँ स्कुल छ है गाई चाहिँ यता स्कुल, गुरुङ स्कुल। किन खोज्छ त यार? यो चाहिँ हाइवे रोड है, नुवाकोटको। खलाटे बजार जाने बाटो। खोला घाँसेर पऱ्यो आज खलाटे बजार चाहिँ हटाएर हिँडेर आउनु बस्दै तिम्रो स्कुल आएला पैसा छ? बाई बाई। लामो यात्रा सँगसँगै बाई। काँपिएको हात समाई यादहरूको नयाँ घर बनाई एक फेरा बोली हेर मायालु यति किन हातासिन्छौ यति किन आतिन्छौ